छ होला मस्त भिडियो किन्ने भनेको त नाइ भन्नुहुन्छ किन न दिदी भाइ मिठो पाइन्छ के म त खाँदैन राम्रो पाइन्छ हेलो गुड मर्निङ साथीहरू आई होप यहाँहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला साथीहरू म पनि ठिक छु आज चाहिँ हामी भन्दा नि अहिले चाहिँ म एक्लै छु हैन म एक्लै यो जङ्गलको बाटो सर्टकट हुँदै मेरो साथीहरूलाई भेट्न जाँदैछु पुरेर बसिरहनु भएको छ मलाई चाहिँ 10-12 चोटि फोन गरिसक्नु भयो हैन दिदी छिटो आउनु भनेर अनि म चाहिँ फेरि घरमा नुहाउने वासरुम जाने लाइन लागिराखेको थियो कि अनि यहाँ फेरि अब घरमा एउटा दुईटा टोयलेट हुन्छ नि त कुर्न पर्छ पालो त्यही भएर ढिला भयो म नजिकै आइसकेँ मैले बहिनीलाई देखिसकेँ बाटो क्रस गरौँ न भनेको गाडी आइहाल्यो बस मेरो बहिनीले कुटेर बस्नु भएको छ हैन दिदी जहिले ढिला गर्नुहुन्छ भन्दै बसिरहनु भएको थियो हेलो गुड मर्निङ अब हामी त यसरी होइन पुरा हाँसो मात्र हल्लाउँदै पंक्षी पनि पंक्षी हो कि पंक्षी पनि उड्दा फिरो मस्त गगनमै भन्दै जान्छौँ अब हामी चाहिँ फेरि अर्को 2 जना साथीहरूलाई बटुलेर गुटुङ लाएर कहाँ जाँदैछौँ साथीहरू नास्ता बोकेर हो क्या चाहिँ ब्यागमा रिभिल गरौँ के नास्ता भनेर अहिले खाने बेलामा बढी होला खाने बेलामा चाहिँ देखाउँछ होइन साथीहरू ल अब चाहिँ हामी अब दिदीहरूलाई भेटेपछि म फेरि हजुरहरूलाई देखाउने छु के भयो जहिले पनि 5 पेनी भेटाउँछ बाटोमा एकचोटि 1 पाउन्ड 3 चोटि 5 पेनी भेटाइसकेँ मैले नि भुइँमा हेरेर हिँड्छु त यो क्यामेरामा हेरेर हिँड्ने मैले 5 पेन्ची चाहिँ मिस गरेँ साँच्चै साथीहरू यहाँ फेरि होइन पैसाको फेरि यो के भन्छ यहाँ मान्छेहरूले यहीँको मान्छेले त यहाँको ब्रिटिसहरूले त लिएर हिँड्छ 1 पेन्ची 2 पेन्ची भानी जम्मा गर्छ होइन नेपाल इन्डियादेखि आउने अब हुन्छ नि वरिष्ठहरू हामी जस्तो धनीमानीहरू के हामीले त टिपेछौँ होइन अलि नभनौँ तर धेरै मान्छेहरू हुन्छ होइन तिनीहरूले चाहिँ 1 पेन्ची 2 पेन्ची पैसाहरू चाहिँ यतिकै छोडेर हिँड्छ क्या अनि त्यो कलेक्ट गर्न अल्छी गर्छ नि त तर जम्मा गरेर राख्नुपर्छ यति धेरै हुन्छ होइन कति पाउन्ड भइसक्यो नि एक जम्मा गरेर लाख हुने हो नि त अलिक यहाँ बसिरहेछौँ अलिक लाख त नपुग्ला होइन तर अलमोस्ट अब मैले एउटा भुड्की किन्ने विचार गरेछु के कति पैसाले कति हुँदो रहेछ आफू यहाँ बसनसम्म कति भयो भने न अहिलेसम्म त्यो पनि 7 पेन्ची त भयो के पेन्ची गरे पाउन्ड त भइसक्यो होइन एकचोटि 1 पाउन्ड भेट्दा थिएँ अनि 3 चोटि 5 पेन्ची भेटाएपछि 1 पाउन्ड 15 पेन्ची भयो आएको धेरै भएको छैन नि त अनि पैसा पनि चाहिने क्या सधैँ जस्तो भेटिन्छ त नि अनि त्यही त साथी देखे साथीहरू गुटुङ लाएर यता यो यसरी होइन अब बाटो क्रस गरिसकेपछि फेरि ब्रिज क्रस गरेपछि फेरि रोड आउँछ यहाँ चाहिँ तिनौ खोला छ साथीहरू बटौलीको तिनौ खोला हाँसहरू खेलिरहेछ तर आज ठिकै छ मौसम होइन जहिले पानी परिरहनु भन्दा त यतिको पानी नपरेर भयो भने पनि ठिक छ साथीहरू हाम्रो ग्याङ बल्ल दिदी खुसी हुनुभएको चाहिँ अघि रिसाउनु भएको थियो होइन मैले जानी मिस गरेको किनभने अब यो अलिक ठिक हुँदैन भनेर होइन कसैको रिस फेरि प्राइभेट हुन्छ नि त भित्र मात्र सो गर्ने बाहिर सो नगर्ने घरभित्र यानि कि घरभित्र सो गर्ने बाहिर पब्लिकमा गएपछि फेरि जबरजस्ती भयो नि हाँस्ने होइन दिदी एकचोटि हाँस्यो नि त अनि ढिला तिमीहरूसँग आज मेरो फर्स्ट एन्ड लास्ट हो भनेर भनिरहनु भएको छ होइन उहाँ फेरि विदेशीमा ढलिसक्नु भयो के एक्ज्याक्ट हो 10 भनेपछि 10 त्यहाँ 10 बजेर 5 मिनट जानु भएन हामीलाई चाहिँ 11 बज्छ होइन त्यही भएर अनि ल यता अर्को डन ग्याङ हो साथीहरू ल अब हामी चाहिँ बस स्टेसनतिर जाँदैछौँ साथीहरू दिदीकोमा गएर एकछिन आराम गऱ्यौँ
अनि निस्किँदैछौ दबाई खायौँ अम्मा यहाँ त पुरै के हो पर्याएको गुगु मात्रै छ है अरू भन्दा यो कपडामा भन्नु न यहाँ हान्नु चाहिँ तल यस्तो तर मैले यहाँ नि एउटा कुरा नोटिस गरेको कि त्यो ट्रेन स्टेसन अनि के हुन्छ नि हाम्रोमा पर्याप्त तारैदेखि भाग्छ होइन तर यहाँको चाहिँ मान्छे नजिक आउने के गर्दैनन् त यहाँ मान्छेहरूले त्यो हाम्रो जस्तो ल अब यसलाई चाहिँ ढुङ्गाले हालेर ढलम होइन अनि साझा चाहिँ रक्सीसँग शीतन बनाम भन्ने हुँदैन यार माया गरेर तर पनि भाग्छ नि त तर बाहिरको गरेको कि त छैन नि त ट्रेन स्टेसन भनेको त हेर्नु त कति विजित एरिया हो नि त मजाले मान्छेसँग हिँडेर हुन्छ के मलाई त्यो देख्दा चाहिँ अलिक कस्तो राम्रो लागेको के त्यही भएर ल हामी जाँदैछौँ दिदी कहाँ जाँदैछौँ हामी आज लिड्स जाँदैछौँ म अहिलेसम्म भनेको थिएन कहाँ जाँदैछौँ भनेर होइन बस्दा यहीँ बसौँ के छ र यसो हिँड्नु पुर्नु भन्दा ल हाम्रो जाने प्लान भइरहेछ हाम्रो डन पनि अघिदेखि देखिरहनु भएको छ नि त त्यही भएर ल अब आज लिड्सलाई अलिकति निहालेर भनेर धेरै दिन भयो म चाहिँ पहिला लिड्स बसिसकेको मलाई अब त्यस्तो जाम भन्ने छैन तर आज चाहिँ हामी होली मनाउन जाँदैछौँ कि साथीहरू लिड्समा होली आज नेपालमा चाहिँ छोकिसक्यो होइन अनि के भन्ने छ यहाँ जहिले जे पनि मनाइन्छ जति बेला भ्याइन्छ त्यति बेला ल के छ केटाहरू त्यो चाहिँ कस्तो मजाले फुल छ क्या अब यो क्षेत्र कस्तो राम्रो लाग्ने यहाँ हेर्नु न यो पुरै अनि यो चाहिँ ट्रेन स्टेसन हो साथीहरू मेरो टिकटकमा यो स्ट्याचुको अगाडि भिडियो बनाइराखेको डान्स गरिराखेको पोस्ट गरेको देखिरहनु भएको छ होला यही स्ट्याचु हो यो चाहिँ हारोल्ड विल्सनको स्ट्याचु अब ऐतिहासिकतिर त नजामको हो के हो भनेर होइन सो गरिराखेको छ अहिले चाहिँ जताततै फुलहरू छ क्या यस्तो फुलहरू कस्तो मजाले समर लागिसक्यो नि त साथीहरू समर यहाँदेखि पनि आज यहीँ बसौँ है हामी चाहिँ अब गाडीमा चढिसक्यौँ होइन अब के हेरिरहनु भएको छ गर्छ नि मैले लिड्समा नि कति देखेको छु दिदी फुल हेर्नु न कस्तो मजाले जापानको फुल यता पनि आइपुगे रहेछ अलि राम्रोसँग नदेखिएको के हेर्नुहोस् न कस्तो राम्रो यो त दुलाई सिँगार्ने जस्तो फुल रहेछ है दिदी यतातिर पनि फुल हेर्नु न कस्तो लाग्दैछ तिमीलाई आज के सोचेर हिँडेको छौ यदि भन त के हुँदैछ साथीहरू दिदीले मलाई क्वेसन सोधिरहनु भएको छ होइन खासमा यो प्लान चाहिँ मेरो थियो कि फेरि इन्स्टेन्ट प्लान भन्दा नि यो 4 जना हो है प्लान चाहिँ भन्नु मिल्दैन 1 2 3 4 जना होइन अनि हजुर मोटे हो खानदानी आउनुभएको छ एक्कासी के हिजो कति बजी कल गरेको थिएँ 12 बजे है राति 12 बजे कल गरेको होइन हेर्नु न त्यहाँ क्यामेरा तल यस्तो राति 12 बजे कल गरेको होइन अनि दिदी भोलि लिड जामै सबैजनाको छुट्टी छ भनेको अनि दिदीले पनि नसोचेर के जाम न त जाने भयो अनि सोचेको चाहिँ उयो 2 जनाले अलिअलि होइन अनि हामी चाहिँ नसोचिकन जाम भन्ने मान्छे अनि अहिले चाहिँ निधाइरहनु भएको छ हामी जाँदैछौँ राम्रो
नजाराहरू छ नि फुलहरू कति राम्रो राम्रो गरेको फुलिसकेको छ समर लागिसकेको छ फाइनली साथीहरू युकेमा अब चाहिँ यो लुगा खोकी लागेर होइन कफी गर्दै 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 त्यति क्यामेरा काम हो के भयो क्यामेरा हात यस्तै हात गर्छ त्यही भएर मैले ऊ निकाल्नु पर्छ क्या भनेको क्या यो स्टिक चाहिँ निकाल्नु पर्छ भने अब गएर अघि नै भिडियोमा भनिसकेको छ हामी चाहिँ होली मनाउन जाने भनेको होइन अनि हामी अब लिड्समा साथीहरूलाई पनि भेट्नेछौँ होइन भाइहरू हुन्छ अनि बाँकी अब उतै देखाउँछु पनि नि फुलभन्दा बढी मैले बिनै राख्न रुचाउँदैन तर छतमा भन्दा पनि मलाई घरभित्र मुर्छाउँछ कि मुर्छाउने चिज मलाई मन पर्दैन एभर लास्टिङ गर्छ सबै कुरा फेरि त्यो ग्रिनरी पनि त अब पातहरू पहेँलो हुन्छ होइन सुक्छ झर्छ नि त मेरो बडी पनि भर्खरको हुनुपर्छ म जस्तै अनि मलाई चाहिँ फेरि यो के भन्छ मान्छेहरूले यो मेडिटेसन गर्छ नि यो डिप्रेस हुँदा मलाई चाहिँ फुलको बगैँचाहरूमा होइन नयाँ त्यो फुलहरू के आइटमको फुलहरू हेर्न पाएँ त्यो फुलहरूसँग खेल्न पाएँ भने चाहिँ मलाई आनन्द लाग्छ कि किन अर्कै कि त्यो मलाई अटोमेटिक मेडिटेसन हुन्छ साथीहरू त्यो फुलहरू हेर्न पाएँ भने आज त झन् बाटोभरि यति राम्रो फुलहरू छ होइन अनि क्यामेरामा क्याप्चर चाहिँ गर्न पाएको छैन तर मैले अझै आउँदैछ फुलहरू भएको एरियाहरू अनि मैले त्यो क्याप्चर गर्छु कति दिनपछि यो नेपालको जस्तो बिजुलीको पोल चाहिँ साथीहरू मैले यहाँ आज आएर देखेँ यहाँ चाहिँ अब यो जमिन मुनिदेखि हुन्छ नि त राखेको त्यही भएर धेरै पोलहरू यो तारहरू चाहिँ नदेखिने क्या तर यहाँ ठ्याक्कै नेपालको जस्तो रहेछ यहाँ नेपालमा अहिले गाउँघरमा सब्जीहरू के साथीहरू कोइरालो फुलिरहेछ होला सिउली सागहरू पलाइरहेछ होला होइन सेतो कोइरालको फुल जस्तो देख्दा नि कस्तो आलु र कोइरालको सब्जी पो मिस गरिरहेको छु त मैले त यहाँ हेर्नु नि यो कोइरालोको फुले जस्तै देखेको छ क्या अनि कस्तो मजाले सब्जी अचार दिदी जे बनाएर खाए पनि हुन्छ ल फुल त यस्तो मजाले छ नि साथीहरू यो कोइरालो जस्तो छ नि है बाटो त धेरै लामो रहेछ नि 2 घन्टाको बाटोमा बल्ल 1 घन्टा ट्राभल भयो होइन अनि अझै 1 घन्टा 20 मिनट चाहिँ हामी ट्राभल गर्नुपर्ने हुन्छ कति लामो हो बाटो तर एकदम राम्रो ब्युटिफुल नजारा चाहिँ हामीले हेर्न पाइरहेछौँ स्पेसली फुलहरू समर सिजन स्टार्टिङ भएको सङ्केतहरू साथीहरू पालुवा पलाउँदैछ पालुवा यतातिर हेर्नुहोस् गाइजहरू मस्त भिडियो गर्दै इन्जोय गरेर आँखा देखाएर मेरो भ्युवर्सहरूलाई होइन यसरी नतर्समै आँखा देखाएर ल फाइनल्ली साथीहरू अबको 10 मिनटपछि चाहिँ हामी लिड्स पुगेर घुमघाम सुरु गर्नेछौँ विदेशको बस स्टेसनहरू चाहिँ एउटा यस्तो खालको पनि हुने रहेछ साथीहरू यहाँ हेर्नु यो सानो लेनहरू बनाएर टक्क लगाएर अब यो रोकियो हामी अब जाँदैछौँ फाइनली लेट्स
बस स्टेसन जानु उयो देखियो उयो अगाडिदेखि आउनु अन्त धुलो बुढा पुराण हिँडेपछि साथीहरू बाहिर निस्केपछि कहाँ जाने यहाँ जाऊँ न त्यहाँ जाऊँ न भन्दै हिँड्नुपर्छ आज फेरि अलिक सन्चो छैन त्यही भएर देख्दै बिरामी जस्तो देखेछ मलाई साथीहरू बुटोलको हाट बजार हामी मान्छेले यता यो बुटोलको हाट बजार हो साथीहरू यहाँ सामानहरू यसरी राख्छ होइन हेर्नु यो यस्तो यो बुटोलको हाट बजार यहाँ दिदी म फर्स्ट टाइम यो बजार आउँदा होइन मलाई कस्तो बुटोलको बजारको याद आएको के किन मै के किन्ने हो छिटो यहाँ फेरि साथीहरू यो के अरे यो बजारहरू राख्ने होइन यो दोकानहरू राख्ने फेरि म्याक्सिमम मान्छेहरू चाहिँ इन्डियन पाकिस्तानी अनि बेङ्गोलीहरू हुन्छन् के गर्दा लाउने होला यो कपडा के गर्दा भन्नु त तर राम्रो राम्रो राखेको छ नि कपडा है पर्दैन अलिअलि हो भेब किन्ने हो दिदी यहाँ पाइन्छ किन्ने भनेको त नाइ भन्नुहुन्छ किनौँ न दिदी यहाँ मिठो पाइन्छ के म त खाँदैन राम्रो पाइन्छ सब देखाएर खानु भन्नुहुन्छ आज क्यामेरा देखाउ त हो क्या हो त्यस्तो झुट बोल्ने मान्छे नै होइन दिल्ली हो गोजीमा बोकेर हिँड्नु भएछ होइन के अरे दिल्ली गोजीमा लिएर हिँड्नु भएछ अहिले चाहिँ नाइ नगर्ने भनेर भन्नुहुन्छ के हो दिदी भ्युअर्सहरूलाई झुट बोलिदिने भनेर के भन्ने साथीहरू केही पनि खानु हुँदैन कसैले पनि खानुहुन्न खाँदैन हो यहाँ चाहिँ नेपालबाट आउने अब जसले यस्तो यो स्मोकिङ कुराहरू अब युज गर्नु हुँदैन नि बाटोमा हिँड्दा त्यसको स्मेलहरू आउँदा चाहिँ ऊ लाग्छ के त्यो पुगिसक्छ कि उनीहरूलाई रिगटा लागेको हुन्छ त्यही भएर जाऊँ न उता भाइ आउनु भएछ के अरे भाइलाई भेटौँ होइन अनि कता कता जानुपर्ने हो जाम दिदी स्विट 16 भनेको होइन कस्तो भइरहेछ त्यसले डबल भन्न खोज्यो साथीहरू बजार गएको होइन यस्तो राम्रो राम्रो ह्यान्डसम मान्छेहरू रहेछन् होइन अनि अब राम्रोलाई राम्रो भन्न त पाउनु पर्यो नि होइन मैले कति राम्रो मान्छे भनेको त होइन यता यो मेरो भाइले होइन यो भाइले चाहिँ के गर्ने हजुरहरू दुईजनाले चाहिँ आँखा बन्द गरेर हिँड्नु गरे के दिदी र मैले बिचार आँखा बन्द गरेर हिँड्ने एक्सिडेन्ट हुन्छ आँखा बन्द गरेर भने हेर्ने मन पार्न त पाइयो नि करस भन्न त पाइयो नि हामी दुईजना मात्र फ्री हो जसलाई पाए त्यसलाई हेर्नलाई तर आज भोलि त फेरि हामीले हो कि झन् नि भाइ पनि आउनुभयो होइन हेलो भाइ के छ खबर के छ मेरो भाइ ठिक छ नि दिदी यता बहिनी यता पनि बहिनी लु जाऊँ अब सबजना के छ भाइको खबर ठिक छ नि होइन मोटो देख्छ म त पहिलाभन्दा झन् साथीहरू जताततै भिड छ होइन आज शनिबार भएर होला लिस्टमा पोस्ट गर्ने हो नि भाइ दिदीको युट्युब च्यानल छ नि 40 जना सब्सक्राइबर हुनुहुन्छ 40 जना भनेको के 40,000 यो लिड्सको के भन्छ भाइ यो नामलाई मैले बिर्सेँ के म एकजना साथी छ यो ठाउँको नामलाई के भन्छ यो ठाउँको नाम के भन्छ होला कि नामलाई होइन यस्तो छ यो चाहिँ भविष्यमा एकदम खतरा युट्युबर हुने ऊ हो के अरे लक्ष्य हिजो हजुरले के भन्नुभएको थियो त्यो सङ्केत देखाउँछ के हो त्यो हो के साथीहरू राम्रो फुल छ यहाँ हेर्नु साथीहरू देख्नुभयो आमा
हाम्रो चाहिँ नास्ता सुरु भएको छ साथीहरू। खासमा भने नि होइन मासु सस्तो पाउने ठाउँमा आएर हामीलाई यो थुतुनलाई चाहिँ चाउचाउ र भुजै मनपर्छ क्या साथीहरू। अब चाहिँ हामी होली खेल्न जाँदैछौँ। यता खाँदै हिँडिरहनु भएको छ। नेपालीहरू भनेपछि यसरी चिनिने कि जहाँ हिँडे पनि गफै गरेर हिँड्नुपर्छ। अलिक छिटो हिँड्नु नि होइन भाइ। नेपाली भनेपछि ऊ यसरी चिनिने कि गफ लगाएर हेर्नु यताउता कसैको मतलबै छैन कि। अलिक अब हामीलाई यहाँ चिनिन्छ क्या टाढैदेखि। अलिक यस्तो गाडी लिएर आछन् भनेपछि अलिक आत्तिएर हिँड्नु नि मस्त हेर्नु। नेपाली हो प्योर नेपाली साथीहरू। कुनै दिन चाहिँ याद आउँछ यस्तरी हिँडेको पनि। होली खेल्न जाँदैछौँ साथीहरू। खेल्न त होइन है ल खेल्ने हो हेर्न चाहिँ जाम्ला। यता खेलिसक्नु भएको खेलेर हो होली खेलेर आइसक्नु मजा। हामी ल आएर गाडीदेखि नि उत्रिसक्यौँ साथीहरू। यहाँ होली हेर्नु त यहाँ यो चाहिँ मिनी के भन्छ पाकिस्तान जाने से पहले थोड़ा बैग उठा दो। वो बड़ा सा बीन है, छोटे छोटे बीन है। प्लीज डोंट लीव द रबिश ऑन द फ्लोर प्लीज। ठीक है आर वी रेडी? थोड़ा धूम धूम करें। ये लेट्स डू इट। चलो धूम धूम करें। जम जम उडी टाउकोमा आइसक्यो सबै।
give it to him. चिकनी चमेली दिखी तो सारे तारे बोले गिली गिली मेरी बात ज्यादा बातें बुरी बात खाली में कंडोरा लेकर Okay, are you ready? Very final song, Bharat Ka Bacha Bacha. Everybody together. And there you go, very last song. Are we all ready? Once our DJ is ready. Last song remaining at the stall. So if anybody wants to buy, go grab yourself a bargain. Don't forget to please clear up. So are we ready, Mr. DJ? You're sure.
साथीहरु चिन्नु भयो म चिन्नु भएको छ चिन्नु भएको छैन भने भन्नु चाहिँ भन्नु पनि नहुने यो उयो पछाडि मेरो भाइ हुनुहुन्छ नि भाइले मलाई बहुत झुक्काउनु भएको क्या आज दिदी नेपालको जस्तो हुँदैन होइन यो जान्छ भनेर त भन्नुभयो तर यो अझै जुङ्गै बनाएर रहेछ के जुङ्गै बनेछ पानीले सबै पला रहेछ जुङ्गै हो जसरी यहाँ हेर्नु नि यो आउने बेलामा यो नेपालको दिदी हुनुहुन्थ्यो होइन ल बहिनी आऊ म बोलेकै सुन्नु भएको थिएन क्या उहाँले कसरी चिन्नु भयो मलाई नेपाली भनेर त मलाई कलेजमा चाहिँ सापुले अरे पनि चाइना भन्छ तर यहाँ कसरी चाहिँ नेपाली भन्नुभयो नेपालीले चाइना भन्छ चाइनिज भन्दा भने चिनिहाल्छ कस्तो कुराहरू गर्ने ओहो तोरी छर्नुपर्छ क्या हो उम्रिन्छ होला है टाउकोमा यता त सब झिलिमिली भएर बसिसक्नु भयो मरेछ कि यो देखाउँदा मेरो त हरियो जुङ्गा भएन भारेन्छ गयो मेरो त पुछेर कति महिनालाई पुग्थ्यो यो टिस्यु होइन एक दिनमा हामीले सकाइदिइसक्यौँ फेस त तर मेरै साप बहर यो अघि भिजाएर देऊ त यसको यो दिदी हो कि सबैभन्दा धेरै होली खेल्नु भएको झ्याट जे पुछेर सफा भएर बसिसक्नु भयो हामी चाहिँ यहाँ बेसरी घर टिकट काटिदिनु म घर आउँछु भन्दै बाबा मम्मीलाई भनिराखेको अनि त्यसपछि बहिनीले चाहिँ हरेसफिल गएको बेलादेखि धेरै नाम सुने तपाईँ तीनजनाको क्या हो किन हो तपाईँको मुखबाट क्या धेरै मलाई मोटिभेट गर्नु पर्यो यताउति हो नि धेरै माया गर्नु रहेछ हाम्रो दिदीलाई कस्तो रन क्या तिम्रो फेस तातो भयो त पुरै रनक्क आएको क्या जुङ्गा त सबै गयो जुङ्गा चाहिँ गएन लिडमा जुङ्गाले नआएको हो सबै पोस्दैन त्यो जुङ्गा छोडिदिने मङ्गोलियन फेसमा जुङ्गा आएन यो कहाँबाट हुनै नसक्ने कुरा भन्दै अब इरिटेसन ला आँखामा त पुरै गाजर लगाइदिएको चाहिँ कहाँबाट आयो यो जुङ्गा कसरी यहाँ बसेछ यस्तो यहाँ पसिना आइरहेको थियो एकदम त्यही भएर बस अनि पसिनामा चाहिँ त्यो कलर फाल्दा चाहिँ बसेको गरेको थियो नि त मेरो त्यहाँ फेरि लास्टै पसिना आउँछ फेरि यहाँ त मैले धोकै छैन पखालेकै छैन ल यो धोएर दिनु त फेरि त्यसले अझै राम्रो बनाइदिनु मलाई अरू थाहा छैन ए ल रुमाल राम्रो त्यो त किनिदिउँला नि अनुहारको गएन भने पो रुमाल लिनु हुँदैन ढाडा पर्छ रुमाल लिएपछि परेर आएको पुग्दिनँ न त्यो के हो रे हो कोहीले खुर्सानी भन्छ कोहीले नुन भन्छ साथीहरू पुछपाछ गर्ने काम भइराखेको छ होइन यहाँ कानको त बरु छोडिदिनु देखिँदैन होला घर गएर नुहाउँछु एकमा नै रहेछ दिदी तपाईँलाई यसको साटो बर्थडेमा होइन मैले अघि देखाएको ब्याग 1 वर्ष छ हौ तिमीलाई टाइम ढुक्क ब्रान्डेड सोचेर किने हुन्छ हैन म त फेरि सुन्नु त 14 गते मेरो 15 गते दिदीको नि दुईटा एकैचोटि हजुरले पुछिदिनु भएको छ र रुमाल चाहिँ मेरो हो नि दिदी रुमाल ए साथी रुमाल मलाई त्यही चाहिन्छ नि फेरि यता त मैले दियो नि गुचीको भिक्टोरियाबाट किनेर ल्याउँदै मलाई त जे दिनु भए पनि हुन्छ धन्यवाद तिमीलाई म कति हजुरले सोचे भन्दा बढी नै हुनुहुन्छ आज एउटाले 16 भन्दै
भाइ उयो खानु हो भने चिनी खान्न तपाईँले थाहा होला नि मैले पनि खाँदिनँ नि तर फेरि म आज उल्टो भइरहेको छु के नगर्ने त्यही गरिरहेको छु चिया पनि खाने यहाँ खाने कुरा ल्याएको छु खान त आज खाँदिनँ है ओ यो बिस्किटको पनि भाग्य मेरो भिडियोमा आउने अघिदेखि सारिरहेको छु मैले उता झ्याप्पै आयो त कहाँबाट कहाँ भोलि खेलेर लेखेर रहेछ हिजो म्याच राति नगरेको भए थाहा पनि हुन्थ्यो होइन त्यति नै होली नखेल्नु 11 बजे मलाई हामी बोलिसकेपछि तपाईँहरूलाई फोन गरेँ होला होइन राति 12 बजे थियो 12 बजे गरे म त होली भन्छु म नकराएर मलाई निन्द्रा लागिसक्यो भन्नु मलाई त होली पनि थाहा थिएन खेल्ने भनेर मलाई त लिड्स घुम्न जाने भनेर थाहा पाएको होलीमा होली मलाई होली त मलाई साथीहरू चिया नास्ता गरेर घर जान लागेको होइन कस्तो ठुलो ठुलो पानी परेको छ त यहाँ त बल्ल अहिले चाहिँ चिन्नु भयो होला होइन यो क्यामेरा यसो अगाडि आफूलाई देखाउनु होला होइन खोइ गएन त गीत त अहिले त फेरि होसमै हो नि ओ जिपी लान त पर्दैन जिपी लान त पर्दैन नि हेर्नु न नदेखिँदा नि हामी हडस्पिल आइसक्यौँ लिड्सदेखि बाई 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 हजुरलाई नि बाई 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 थ्याङ्क यू सो मच ह्याप्पी होली वन्स अगेन फाइनली अब म होली मनाएर घर रिटर्न भइसकेको छु होइन यस्तै रातै पहेँलै भएर अनि नसोचेको लेभलको रमाइलो भयो साथीहरू कसै घर छोड्न आउनु पनि भयो र म चाहिँ घर आइपुगेँ अब चाहिँ नुहाइधुवाइ कार्यक्रम गर्छु अनि चाहिँ यो कलरहरू पनि गएको छैन साथीहरू घर आएर नुहाइधुवाइ गर्ने काम पनि सकियो एकदमै रमाइलो भयो आजको दिन भयो त एकदम फ्रेस फिल भइराखेको छ अहिले त नुहाएर पनि एकदम ह्याप्पी अनप्लान्ड हाम्रो होली युकेमा त्यो पनि भाइहरू दाइहरूसँग दिदीहरूसँग बहिनीहरूसँग सबैजना एकदमै रमाइलो भयो भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच अनि बाई बाई थ्याङ्क यू सो मच फर वाचिङ